स्वागत छ तपाईलाई मेरो सल्यान यात्राको ब्लगमा। यात्रा केवल गन्तव्यसम्म पुग्नु होइन, आफूलाई नयाँ रूपमा भेट्नु पनि यात्रा हो। आज हामी पुगेका छौँ कर्णाली प्रदेशको एक सुन्दर जिल्ला सल्यान। प्रकृति, संस्कृति र इतिहासको अनुभव सङ्गम रहेको यो ठाउँ साँच्चीकै रमाइलो छ। आज हामी जाँदैछौँ कुपिण्डे दह अनि सल्यान एक्सप्लोर गर्न। हामी चाहिँ ढोर पिपल बजार है। आज चाहिँ हामीसँग अर्को भाइ पनि जोडिएका छन्। भाइ पनि हामीसँगै कुपिण्डे दह जाने कुरो भएको छ अरे। हामी चाहिँ कुपिण्डे दहमा सल्यानको एक भ्रमणीय पर्यटक स्थल है कुपिण्डे दह। सल्यानको सबैभन्दा चर्चित पर्यटकीय गन्तव्य कुपिण्डे दह। हरियाली जङ्गल पहाडको बिचमा अवस्थित यो ताललाई धेरैले मिनी धारा भनेर पनि चिन्ने गर्छन्। अनि यो तालको विशेषता भनेको यो तालले मौसम अनुसार रङ परिवर्तन गर्ने गर्छ। यहाँ बोटिङ, फोटोग्राफी र सुन्दर वातावरणको आनन्द लिन सकिन्छ। र स्थानीय जनविश्वास अनुसार यो तालको छुट्टै रहस्यमय कथा छ। यो ताल बन्नुभन्दा पहिला चाहिँ यहाँ एउटा ठुलो गाउँ थियो अरे है। यहाँ चाहिँ सन्तान नभएकोले चाहिँ सन्तान माग्यो भने सन्तान प्राप्त हुन्छ र आफ्नो मनोकामना पनि पुरा हुन्छ भन्ने विश्वास छ। अनि यो दहमा चाहिँ जे चढाउँदा पनि सेतो मात्र चढाउने गरिन्छ। त्यही भएर चाहिँ सेतो भाले, सेतो भेडा अनि सेतो कुपिण्डो चढाउने गरिन्छ। लग्न पाइने ₹100 कति रुपियाँ र त्यो त कति हो र बाइकको कति रे 100 कहिलेबाट भयो? त्यही त अस्ति त कम थियो त किन बढ्यो? झन् हटाउने भने त झन् बढा खाने के यस्तो पालिकाले गर्नु पर्यो। त्यो बाइक त तपाईँहरूको होइन कुन ठाउँ चाहिँ गर्नु यही हो। हामी त लोकल हो, यही हो। हामी त आइ हुन्छौँ। यो चाहिँ कुपिण्डे दह होइन, सल्यान जिल्लाको एक महत्त्वपूर्ण पर्यटकीय स्थल। नेपालको घुम्नै पर्ने टप डेस्टिनेसनमा चाहिँ यो परेको हो होइन। हेर्नु कस्तो मान्छे यदि तपाईँ प्रकृतिसँग केही समय बिताउन चाहनुहुन्छ भने कुपिण्डे दह तपाईँको सूचीमा अवश्य पर्नुपर्छ। अनि नेपाल सरकारले पनि नेपालको 100 घुम्नै पर्ने पर्यटकीय स्थलमा चाहिँ कुपिण्डे दहलाई पनि ओगटेको थियो। यो चाहिँ कुपिण्डे दहको मन्दिर है। यो चाहिँ कुपिण्डे दह। हामी 3 भाइ मस्त घुम्दै होइन।
त्यो चस्मा कहाँ रहेछ? चिज मन्दिरको फोटो त खिच्दैन दादा के कोटा खिच्थ्यौँ नि खिचौँ न त अनि यो चाहिँ चैत पानी है खोला रहेछ जस्तो नि बाटो। वडा कार्यालय माथि त फरक लाग्यो है। अलि पर मान्छे जाने कि माथिबाट देखिन्छ होला के खलङ्गा नेपालको त होला नि। नेपालको नि। गइदिउँ खलङ्गा हैन दादालाई भन्ने के हजुरको यता नेपालको नि त हो नि। साथै हिँड्ने के भन्ने। साथै पात्ता बसेको नि। बाचा हिँड्यो भने पुगिन्छ भने अनि तिमी पनि जाने भयो अस्ति आफै भइ जानु अझै जानुपर्छ कि भोलि जाउँला भोलि त म फुटुल जाने लामो गर्छ यार भोलि हामी जाने हो त्यहाँबाट भोलि गएर यहाँको भिडियो मेरो अझै छ क्या मसँग त भिडियो फोटोहरू पहिला माथि तर अहिले चाहिँ सुक्खा भएर लिएर राम्रो रहेछ है त्यस बेला पहिला आला दसैँ बेला हरियाली थियो नि त कस्तो राम्रो थियो सिधै हो हैन माथि अब उक्लिने पल्लोबाट गयो नि फुल अलिक रसनी रहेछ नि है अनिस भाइ दौड 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 तर यहाँ के ल्याएर आउनु पर्थ्यो फेरि खान मजा आउँथ्यो माथि बसेर पहिला हामीलाई जेरी समोसा ल्याएर आएको थियो लाली ग्रास मस्त यहाँदेखि देखिन्छ भाइ अनिस भाइ खलङ्गा उता यो साइड यो साइड सास पिर्सिन लाग्यो हो हैन अर्जुन क्या डारा भन्ने पहिला पहिला त हो नि यार अब पाए त अहिले नि पैसा अनिस भाइ त खुब बस्यो पनि यहाँ यो डाँडामा आएन हौ हो र
अयो अब खलङ्गा देख्छु बारी यहाँ चाहिँ सल्यान खलङ्गा होइन त्यो चाहिँ चैतपानीको डाँडो रे सास पिस्कियो त्यो चाहिँ सिमखरको हो अझै गइदिउँ खलङ्गा छ कहाँ खलङ्गा त्यो होइन त्यो सिमखरको ऊ त्यहाँको सिङ्गरको होइन त्यहाँ पऱ्यो 15-20 मिनट यहाँको मौसम चाहिँ एकदमै शीतल हुन्छ पहिले हिउँ पनि परेको थियो अरे अनि यो चाहिँ शीतल मौसम र रमणीय दृश्यको लागि प्रसिद्ध छ यहाँ चाहिँ स्याउ पनि पाइन्छ यहाँबाट सल्यान खलङ्गादेखि थुप्रै वरिपरिको वरपरको गाउँहरू हेर्न सकिन्छ प्रकृतिले बोल्दैन तर हरेक यात्रुलाई केही न केही सिकाएर पठाउँछ अनि सल्यानको अर्को विशेषता भनेको यहाँको मौलिक संस्कृति र स्वादिष्ट परिकार हो म चौक आएँ तल्लो बाटो तर माथिल्लो बाटो बजार छ भने फाइनली हामी खलङ्गा बजारमा यो के हो खलङ्गा यो के बजार के अरे कता जाने हो कता हो जाने हो त्यही खाने हो खाजा मोमोसँग त्यही मध्यपश्चिममा जानु मध्यपश्चिम मोमो सेन्टरमा गएर मोमो खाइदिनु मध्यपश्चिम Quiet to mist hangs heavy on the wall. Gliding past the river banks so soon. Peak shadows stretch across the grass. Mountain air is cold. Lungfuls of the bright blue pinnacle ahead, keeping it in view. Winding up the rocky trail, higher than the heart can sail. Spin the world beneath my everything I see is real. Spinning fast, spinning fast. Russian Creek sprays a chill upon my face. Gravel crunches under rubber tires. Finding a new kind of steady pace. Wildflower scents follow where I go. Gradient gets steep, muscles start to burn through. सल्यान केवल एउटा जिल्ला मात्र होइन अनुभवहरूको सङ्गालो हो कुनै ठाउँलाई बुझ्नु त्यहाँको संस्कृति महसुस गर्नुपर्छ संसारका सबैभन्दा सुन्दर दृश्यहरू आँखाले मात्र होइन हृदयले पनि देख्न सक्नुपर्छ यहाँको ताल पहाड र मानिसहरूको आत्मीयताले हरेक यात्रुलाई फेरि फर्कन आउने मन लाग्ने गराउँछ Winding up the rocky trail, higher than the heart can sail. Spin the world beneath my wheel. Everything I see is real. Spinning fast, spinning fast, spinning fast. He says I gotta taste all that. I need to stay.
यदि तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला। अर्को यात्रामा फेरि भेटौँला। नमस्कार।